हाम्रो घरमा कुनै किसिमको वास्तु दोषहरू छ भने यसरी हामीले यो हवन कुण्ड तयार पारेर बेसारले हवन गर्नुपर्छ। यो भित्रै गर्नुपर्छ, घरको भित्रै गर्नुपर्छ। 108 यो बङ्गलामुखी देव्यै स्वाहा भन्दै यसरी म गरेर देखाउँछु। ओम बङ्गलामुखी देव्यै स्वाहा भनेर यसरी बेसारले ओम बङ्गलामुखी देव्यै स्वाहा भनेर गर्नुपर्छ। यस्तो स्फटिकको मालाले गर्नुपर्छ। देब्रे हातमा स्फटिकको माला चलाउने अनि दाहिने हातले चाहिँ स्वाहा ओम बङ्गलामुखी देव्यै स्वाहा भनेर पहिले 4-5 चोटि गणेशको मन्त्रमा जस्तो कि ओम गम गणपते नमः स्वाहा ओम गम गणपते नमः स्वाहा यसरी गरेर अनि त्यसपछि ओम बङ्गलामुखी देव्यै स्वाहा भनेर 108 चोटि गर्ने, 16 दिनसम्म गर्ने। अनि अब आजकलको घरहरू चाहिँ त्यति वास्तु दोषहरू देखाएर त्यो अनुसार नबनाउने भएको हुनाले बेला बखतमा यसरी बेसारले होम गरेको घरको वास्तु दोषहरू एकदमै राम्रो हुन जान्छ। नभए बच्चा बिरामी पर्ने, नराम्रो केही चिज हुन जाने, हैन नसोचेको घटनाहरू घट्न जाने त्यसरी हुन जान्छ कि बेला बखतमा। अरू पनि विभिन्न कारणहरू र रेमेडीहरू हुन्छ, तर एउटा रेमेडी चाहिँ यो पनि हो। ओम बङ्गलामुखी देव्यै स्वाहा भन्दै 108 चोटि गरिसकेपछि अनि त्यसपछि यो 16 दिनसम्म कन्टिन्यू गर्ने। त्यसपछि टाइम टु टाइम यसो गर्दै जाने यो। अनि यसरी धूप देखाउने, चार दिशामै भगवानलाई पूजा गर्ने, 4 दिशाकै देवी देवताहरूलाई पूजा गर्ने, जल चढाएर। अनि अब सुरुमा आफूलाई कसरी गर्ने थाहा छैन भनेदेखि चाहिँ ब्राह्मणहरूबाट सिकेर कसरी सुरु गर्ने र कसरी अन्त गर्ने भनेर सिकेर अनि कागजमा लेखेर राख्ने कापीमा, अनि त्यो अनुसारले गर्ने। अनि आफू चाहिँ नुहाएको हुनुपर्छ, सफा वस्त्र हुनुपर्छ, धोएको वस्त्र लगाएको हुनुपर्छ। अनि अब आजकल त अब मान्छे भोको पनि बस्न सक्दैन, सके खाली पेटमा गर्ने, नसके हल्का ब्रेकफास्ट गरेर गर्दा नि हुन्छ। थ्याङ्क यू।